गाइस आज म भ्लग बनाउँदै हिँडेर आएको छु त्यो घरतिर जाँदैछु होइन गाइस साथीलाई गएर गफ लगाएर आइन्छ होइन गफ हान्नु जानुपर्छ सो गएको छु म धेरै दिन भयो क्यारेसन केटाहरू जाम न केटाहरूको घर बाटोमा चढ्दैछु यहाँ चाहिँ एउटा कुकुर फेला परेको छ है यहाँनिर स्याल कुकुर हेर्दा नि स्याल जस्तै छ यो छु होइन गाइस हाम्रो साथीको घरमा यहाँ घाँस खाँदैछ यो बाजे त खोले पकाउँदैछ धुवै धुवा हाम्रो बुवा यसरी खोले पकाइन्छ गाइस यहाँनिर के साग टिप्ने जस्तो छ यसको चर्तिकला हेर्न जाऊँ हाम्रो गाउँको सागे मान्छे एकको बिताङ उहाँ अरू केटाहरू आउँदैछन् उहाँनिर हेर्नु केटाहरू यो बाख्रा हाम्रो गाउँ यस्तो छ यो रुखी हाम्रो गाउँको ठुलो रुखै होला यत्रो ठुलो छ देखाउनु पनि यस्तो भएर माथि हेर्नुपर्छ गाइस ल यहाँ दुईटा केटाहरू आएका छन् एउटा यो त भइगयो अर्को सेलदार उहाँहरूमा खेलेर आएको अरे अघिदेखि गर्लफ्रेन्ड देखाउन कपाल काटेको अरे यो काम नबिनाको यो छ नि यो गर्लफ्रेन्ड देखाउन कपाल काट्ने स्याल नगर रे नचल क्या नचल यहाँ एउटा बुढो मान्छे आउँदैछ हाम्रो गाउँको मर्न लाग्यो बुढो बुढो मान्छे ठाउँ छोडिदिनु परेको जानुहोस् हजुरबा टाढा हिँड्नु भएको हजुरबालाई छोडिदिएर आऊँ गाई अगाडिसम्म कहाँसम्म जानुहुन्छ हाम्रो हजुरबा उसले त यो रहेछ यो यसलाई पक्री यो गाई स्क्यामर रहेछ यहाँ यो हामीलाई छोडेर भाग्दैछ भनेर 4 घन्टा टेकेर अब फेरि नाटक पार्न थाल्यो म धेरै टाढा छु यो होइन कुप्री डन देख्नुभयो यो